हजुरहरू सबैजनामा म लोकेन्द्र भण्डारीको तर्फबाट एकमुष्ट नमस्कार। म आज हँस्यौली ठट्यौली भन्दा पनि एउटा सहयोगको अपेक्षा राखेर आएको छु। हाम्रै मोरङ जिल्ला बेलबारी नगरपालिका वार्ड नम्बर 1 निवासी रञ्जिता भट्टराईको बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको कारणले गर्दाखेरि उहाँको परिवारमा आर्थिक अवस्था कमजोर भएको र जति उहाँहरूले सक्नुहुने आफ्नो तर्फबाट गरिसक्नु भएको कारणले गर्दाखेरि उहाँहरूसँग अब गर्ने खर्च नभएको हुनाले हामीहरू समक्ष हात फैलाउनु भएको छ। हामी सबैले सक्दो हुनेसम्म सबैले सहयोग गरौं। जहाँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, जुन देशमा हुनुहुन्छ, नेपालमा हुनुहुन्छ, बाहिर हुनुहुन्छ, कसरी हुन्छ हजुरहरूले सहयोग गरिदिनुहुन्छ भन्ने आशा गर्दछु म पनि र उहाँहरू पनि आशा गरिरहनु भएको छ। उहाँको उपचार चाहिँ अहिले भारतको राजीव गान्धी कि कुन हस्पिटलमा उपचार भइरहेको छ। उहाँको तत्कालै यही हप्ताभित्रै गर्नुपर्ने भएको कारणले गर्दाखेरि जति सकिन्छ छिटो नै उहाँलाई सहयोग पुर्याउँ हामी सबै मिलेर। जसरी पनि रञ्जिता बहिनीलाई बचाउनुपर्छ, सबैजना मिलेर बचाउँ। एक थुकी सुकी 100 थुकी नदी भने जस्तै हामीले 100 थुकी बनाऊ, एक थुकी सुकी नगराउँ। 100 थुकी बनाएर नदी बनाइदिउँ। जसरी भए पनि बचाएर देखाइदिउँ।